तपाईहरुको साथको र सपोर्टको साथले नै हो। तपाईँको हुनाले सधैँभरि यो दुर्गेशलाई माया गर्नुहोस्। बस यति भइ पुग्छ। मेरो समय र मेरो टाइम अनुसारले म जुन ठाउँमा पुगे पनि तपाईहरु भएको ठाउँमा आउने नै छु र गीत संगीत मेरो जहिले पनि मनमा रहनेछ र जहिले नै मस्तिष्कमा रहनेछ। थ्यांक यू सो मच। धेरै धेरै धन्यवाद दिन चाहन्छौँ लोकप्रिय गायक नायक र प्रस्तुता। मौनीमा भव्य रूपमा पनि गीत गाउँदैछु। घनश्याम दाइलाई देखिरहेको छु। सबैजना अग्रजीहरूलाई फेरि पनि हार्दिक सम्मान व्यक्त गर्दै ल धन्यवाद अमृत सर। नमस्कार सबैलाई। अब यो केही गर्न छ देशको लागि गीतबाट श्रीकान्त राणा छेत्रीज्यू पर्नुभएको छ। उहाँलाई धेरै एकको नाम वाचन गर्नको लागि म अतिथिज्यूलाई अनुरोध गर्न चाहन्छु। तपाईले मैले मिलाएर दिए जस्तो लाग्यो किन क्या नामी हो शिव परिवार नेटवर्क परेछ। जोरदार तालीले सम्मान गरौँ। यो उत्कृष्ट अवार्डको लागि आदरणीय शिव परियार दाई नेपाली सांगीतिक क्षेत्रको भूत पनि हो, वर्तमान पनि हो र भविष्य पनि हो। दाइका आवाजहरू नेपाली सङ्गीत यति धेरै फुलिरहेको छ कि क्या नामी भोदेखि पिउँदिन भन्दा भन्दैदेखि त्यस्ता धेरै गीत सङ्गीतहरू कालजयी छन्। दाइका 101 गीतहरू नेपाली सङ्गीतिक क्षेत्रमा तपाईँ हामीले सुनेका हेरिरहेका गीतहरू छन्। यहाँलाई धेरै धेरै बधाई। फेरि पनि सिमरन दुलाल कुसुमज्यूलाई यति उत्कृष्ट मोडल हुनुहुन्छ र आज धेरै लामो समयको मेहनत पक्कै पनि हामीले देखिसकेका छौँ र अवार्ड दिने क्रमलाई हामी क्रमशः रूपमा जोडिरहेका छौँ। फर्स्ट लभ गीतको बोलबाट रोशन देतालज्यू हुनुहुन्छ। उहाँको लागि त्यही र महत्त्वपूर्ण रहन्। धेरै धेरै शुभकामना, धेरै धेरै शुभेच्छा। र यसबाट कुशलताले पक्कै पनि सामाजिक सञ्जालहरूमा देखिने तस्बिरहरू यसै पनि सुन्दर देखिन्छ। आदरणीय च्याङ्बा लामाज्यूलाई आगामी दिनमा पनि यहाँका सृजनाहरू यहाँले सङ्गीत प्रेमी साथीहरूसँग अमृत खातीको माध्यमबाट म निरन्तर जोड्न पाइराखेको छु। आज पनि अमृत खड्काले बोलाउनु भयो अनि कलाकारलाई सम्मान दिनु पर्यो भनेर भनेपछि नै भन्नै सक्यो र अत्यन्तै सम्मानित व्यक्तित्व मध्ये एउटा क्षेत्र भनेको कलाकारै हो। त्यसो भएको नाले पनि सबैले सबैलाई सम्मान गर्न सिक्नुपर्छ। यो राम्रो कार्यक्रमको आयोजना गर्नुभएकोमा सबै आयोजक साथीहरूलाई म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अब हामीसँग उहाँको लागि जोरदार तालीले सम्मान व्यक्त गरिदिन हार्दिक अनुरोध गर्दै ओइ माया ओइबाट प्राप्त गर्न सफल बेस्ट मोडल सङ सिङ्गर फिमेल अनामिका चौडागाईज्यूलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ। तेस्रो धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ। भन्दा धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ र यसै गरी हामी अर्को क्याटेगोरीतर्फ लागिरहेका छौँ। त्यस सम्मान अर्पण गर्ने क्रमशः रूपमा हामी जोडि नै रहेका छौँ। यति बेलासम्म